अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको जंगलमा ट्रकमा बोलेरो ठोकिँदा एकजनाको मृत्यु। आज पूजाआजा गरी देशभर विश्वकर्मा दिवस मनाउँदै। नेपालको संविधान जारी भएको दिन असोज 3 गतेलाई संघीय समाजवादी फोरम नेपालले कालो दिनका रूपमा मनाउने निर्णय। जनकपुर पटना बस सेवा सुरु। र कर प्रशासनका कर्मचारीलाई निष्ठापूर्वक काम गर्न अर्थमन्त्री खतिवड़ाको निर्देशन। अब समाचार विस्तारमा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका 7 चोरामारा स्थित जंगलमा रोकिराखेको ट्रकमा बोलेरो ठोकिँदा एकको मृत्यु भएको छ। आज बिहान लु 15464 नम्बरको बोलेरो राजमार्गमा बिग्रिएर रोकिराखेको 1ख6728 नम्बरको ट्रकमा ठोकिँदा बोलेरोमा सवार नवलपरासीको निवास विनय त्रिवेणी गाउँपालिका 4 बस्ने 17 वर्षीय मधु आलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायक उपनिरीक्षक लीलाराज लामिछानेले बताउनुभयो। दुर्घटनामा घाइते भएका मधु आलेको उपचारको क्रममा मध्यबिन्दु सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरी नायक उपनिरीक्षक लामिछानेले बताउनु भएको हो। बुवा हस्तबहादुर आलेको उपचारका लागि अस्पताल लैजाने क्रममा छोरा मधु आलेको दुर्घटनामा ज्यान गएको हो। आज कालीगढले विश्वकर्माको पूजा आजा गरी विश्वकर्मा दिवस मनाउँदैछ। द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा वेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा वेदद्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविदका रूपमा मानि त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद डाक्टर रामचन्द्र गौतम बताउनुहुन्छ। प्राचीन भारतवर्षका 4 दिशाका रक्षक देवता मध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको वेदद्वारका अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ। विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ। यही सम्झनामा नेपालका कालीगढले आज भव्यताका रूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन्। आजको दिनलाई वास्तुविदले वस्तु दिवसका रूपमा समेत मनाउने गर्दछन्। नेपालको संविधान जारी भएको दिन असोज 3 गतेलाई संघीय समाजवादी फोरम नेपालले पनि कालो दिनको रूपमा मनाउने निर्णय गरेको छ। फोरमको तराई मधेस प्रदेश समिति कार्य सम्पादन समितिको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो। समितिकी अध्यक्ष रेणु कुमार यादवले जारी गरेको विज्ञप्ति अनुसार संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधित्व गर्ने प्रदेशका सम्पूर्ण जनप्रतिनिधिहरूलाई संविधान दिवसमा सहभागी नहुन समेत आग्रह गर्नुभएको छ। असोज 3 गते दिनभर हातमा कालो पट्टी बान्ने, सार्वजनिक स्थानहरूमा कालो झण्डा झुन्ड्याउने, साँझ 7 बजेदेखि 7:15 बजेसम्म ब्ल्याक आउट गर्ने कार्यक्रम तय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। फोरम नेपाल मधेस प्रदेश समितिले निर्णय गरेको विरोध कार्यक्रमहरूप्रति सहभागिता र समर्थकका लागि समितिले सबैमा आग्रह गरेको छ। अधिकार प्राप्तिका लागि भएको आन्दोलनमा अबोध बालकदेखि वृद्धसम्मले दमनका क्रममा ज्यानकै बलिदानी दिएको कदापि बिर्सन नसक्ने भन्दै प्राप्त उपलब्धि रक्षा गर्दै बाँकी अधिकारका लागि सङ्घर्ष गर्दै अगाडि बढ्ने नीति तथा संविधान संशोधन गरी मधेसी लगायत उपेक्षित सबै समुदायको माग पूरा गर्ने भनी सरकारले गरेको प्रतिबद्धतापछि संघीय समाजवादी फोरम नेपाल पनि निर्वाचन र सरकारमा सहभागी भएको विज्ञप्तिमा भनिएको छ।
यद्यपि अहिलेसम्म उक्त प्रतिबद्धता पूरा नभएकाले प्रतिबद्धता कार्यान्वयनका लागि ध्यानकर्षणका साथै बलपूर्वक संविधान लागू गरिएको दिन असोज 3 गतेलाई कालो दिनकै रूपमा मनाउने फोरम नेपाल मध्य प्रदेश समितिको कार्य सम्पादन समितिले निर्णय गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। राष्ट्रिय जनता पार्टीले यस अघि नै असोज 3 गते विरोध दिवस मनाउने निर्णय गरिसकेको छ। फोरम र राजपा नेतृत्वको प्रदेश 2 सरकार संविधान दिवस मनाउने तयारी थालेको छ। यसैबीच फोरमको केन्द्रीय कार्यालय पनि कालो दिन दिवस नमनाउने निर्णय गरेको छ। फोरमले असोज 3 गते हुने कालो दिवसका कुनै कार्यक्रममा सहभागी नहुने स्पष्ट पारेको छ। प्रादेशिक र केन्द्रको निर्णय फरक फरक आएपछि फोरम पार्टी विवादित बनेको छ। अब समाचारमा केही बेर विश्रामपछि जनकपुर पटना बस सेवा सुरु, मुख्यमन्त्री राउतबाट शुभारम्भ। कर प्रशासनका कर्मचारी निष्ठापूर्वक काम गर्न अर्थमन्त्री खतिवडाको निर्देशन। र नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आपूर्ति ठप्प हुन सक्ने चेतावनी। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। भारतीय सीमावर्ती क्षेत्रबाट ल्याउँदै गरेको पटक्का महोत्तरीको गौशालामा नष्ट गरेका छन्। इलाका प्रहरी कार्यालय गौशालाको अगुवाईमा खटिएको टोलीले पटक्का नष्ट गरेका छन्। इलाका प्रहरी कार्यालय गौशाला गस्ती इलाका प्रहरी कार्यालय गौशाला गस्ती टोलीले गत भदौ 23 गते औरही नगरपालिका 4 कविलासीमा बेबारिसे अवस्थामा 70 बिहान पटेका नियन्त्रणमा लिएको थियो। आइतबार दिउँसो कार्यालयको परिसर पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीको नियन्त्रणमा लिएको 1,05,000 बराबरको पटेकालाई पानीले भिजाएर माटोमा पुरी नष्ट गरिएको प्रहरी निरीक्षक प्रदीप भगतले बताएका छन्। दीपावली आउने लागेको समय व्यापारीहरूले भारत सीमावर्ती क्षेत्रबाट गौशालातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले देखेपछि पटक्का छाडेर भागेको प्रहरीको अनुमान गरेका छन्। पटेकाले नियन्त्रणमा लिई नष्ट गरेको निरीक्षक भगतले बताएका छन्। जनकपुरधाम पटना भारत मैत्री बस सेवा सुरु भएको छ। नेपालको तर्फबाट शम्भु मञ्जुश्री यातायात प्राइभेट लिमिटेड सञ्चालन गर्न लागेको जनकपुर पटना बस सेवालाई आज मुख्यमन्त्री लालबाबु राउतले हरियो झण्डा देखाउँदै शुभारम्भ गर्नुभएको हो। त्यस क्रममा मुख्यमन्त्री लालबाबु राउतले जनकपुर धाम पटना नेपाल भारत मैत्री बस सेवाले जनकपुरको धार्मिक पर्यटकीय विकासमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र जनकपुरमा भारतीय पर्यटन ल्याउन पनि यो बस सेवाले ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो। निश्चित रूपमा दुवै देशको सम्बन्धमा केही भए पनि सुधार ल्याउनुको साथै यहाँको पर्यटक व्यवसायमा एउटा सहयोगीको भूमिका निर्वाह गरेको छ। आजको यो बस सेवाले दुवै देशका दुवै राजधानी बिहार राज्यका राजधानी पटना र यहाँ यो प्रदेश 2 का राजधानी जनकपुरका दुई राजधानीको बीचमा एउटा सम्बन्ध बढोत्तरी गर्ने कार्य गरेको छ। मुख्यमन्त्री राउतले बस सेवाले भारत बिहारको राजधानी पटना र प्रदेश नम्बर 2 को राजधानी जनकपुरलाई जोडेको हुँदा दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने पनि बताउनु भएको हो।
उहाँले भारतका विभिन्न धार्मिक स्थलका साथै नेपालका विभिन्न शहरहरूबाट हवाई सेवा सञ्चालनका लागि पनि प्रयास भइरहेको बताउनुभयो। बस सेवा शुभारम्भ समारोहमा राजापा संसदीय दलका सचेतक परमेश्वर शाह, जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर शाह, प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दिनेश अमात्य, शम्भु मञ्जुश्री यातायात प्रणालीका अध्यक्ष अनिल चालिसे सहितको उपस्थिति थियो। यसअघि भदौ 26 गते पटना जनकपुरधाम बस सेवा सुरु भइसकेको छ। बिहारका मुख्यमन्त्री नीतीश कुमारले पटनामा हरियो झण्डा देखाएर पटना जनकपुर बस सेवाको शुभारम्भ गर्नुभएको थियो। नेपाल र भारतबीच नयाँ बस सेवाहरू सुरु गरिँदैछ। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका समय शुभारम्भ गरिएको जनकपुरधाम अयोध्या बस सेवा औपचारिकतामै सीमित बनेको छ। उद्घाटन भएको 6 महिना पुग्न लाग्दा समेत सेवा सुचारू भएको छैन। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले कर प्रशासनका कर्मचारीलाई निष्ठापूर्वक काम गर्न निर्देशन दिनुभएको छ। अर्थमन्त्री खतिवड़ाले कर असुलीमा कसैले औला ठड्याउन नपर्ने गरी काम गर्न कर प्रशासनका कर्मचारीहरूलाई सचेत गराउनु भएको हो। सोमबार काठमाडौँको बबर हलमा स्थापना गरिएको मध्यम स्तरीय करदाता कार्यालयको उद्घाटन गर्दै उहाँले करदातालाई कर तिर्न जाउजाउ लाग्ने वातावरण बनाउन पनि करदाता कार्यालयहरूलाई आग्रह गर्नुभयो। अर्थमन्त्री खतिवड़ाले कर प्रणालीलाई लगानी मैत्री बनाएर करको दायरा बढाउन सरकार सजग र सचेत रहेको पनि स्पष्ट पार्नुभयो। कर प्रणालीलाई लगानी मैत्री बनाउनुपर्छ। यसको प्रस्थान बिन्दु त्यो हो। लगानी मैत्री बनाएपछि करको दायरा बढ्ने गरी व्यवसायहरूको विस्तार हुन्छ। यसमा सरकार अत्यन्तै सचेत र सजग छ। निजी क्षेत्रका व्यवसायहरूले बारम्बार हामीलाई भन्ने गर्नुभएको छ र हामीले राम्रोसँग यो कुरा सुन्ने गरेका छौँ। व्यवसाय गरेपछि कर तिर्न आउँदाखेरि कर तिर्ने ठाउँमा जाउँ लाग्ने अवस्था हामीले सृजना गर्नुपर्छ। नजाउँ लाग्ने गरी होइन। हामीले खोल्ने कार्यालयहरू, हामीले गर्ने व्यवहारहरू, हामीले दिने सूचनाहरू अथवा हामीसँग रहने रेकर्डहरू यस्तो हुनु पर्यो कि करदातालाई कुनै पनि झन्झट नहोस्। उसले दुःख गरेर व्यवसाय गरेर 2 पैसा बचत गरेको हुन्छ, त्यसबाट राज्यलाई कर तिर्ने हो। कर तिर्न आउँदाखेरि पनि हामीले पारदर्शी ढङ्गले सदाचारितापूर्वक अलिकति हाम्रो व्यवहारमा पनि मुस्कानसहित अथवा एउटा सद्भावसहित कर लिने र करसँग सम्बन्धित व्यवहार गरिदिने कुरो गर्यो भने मलाई लाग्छ करदातालाई हामीले त्यसमा उत्साहितै गरेको हुन्छौँ र आउने वातावरण बिग्रिँदैन। हाम्रा कर कार्यालयहरूको आन्तरिक व्यवस्थापन त्यसै गरी गर्नुहुन म साथीहरूलाई अनुरोध गर्दछु र त्यसभित्रको हाम्रा सदाचारिता र निष्ठाको विषयमा त हामीले बारम्बार तपाईहरुलाई भनिरहनु पर्दैन। तपाईहरुले राम्रै गरिरहनु भएको छ। अझ कर प्रशासनमा कसैले अमला उठाउन नपाओस्। राजु खनालज्यू त्यस्तै आन्तरिक अब पौराणिक हिसाबले मात्र होइन। अर्थमन्त्री खतिवड़ाले सबै व्यावसायिक सङ्घ संस्थाहरूलाई करको दायरामा ल्याउन कर कार्यालयहरूको स्थापनामा सरकारले जोड दिएको पनि स्पष्ट पार्नुभयो। मन्त्री परिषदको गत असार 20 गतेको निर्णय अनुसार सरकारले मध्यम स्तरीय करदाता कार्यालय स्थापना गर्न सुरु गरेको हो। 25 देखि 80 करोडसम्म कारोबार गर्ने व्यवसायीहरूको कर असुली गर्ने अधिकार मध्यम स्तरीय करदाता कार्यालयलाई दिएको छ। सरकारले कृषि योग्य जमिन खण्डीकरण गर्न प्रतिबन्ध लगाउने भएको छ। कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले कृषि योग्य जमिन खण्डीकरण गर्न प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको हो। आइतबार राष्ट्रिय किसान आयोगका पदाधिकारीसँगको छलफलमा उहाँले कृषि योग्य जमिनलाई खण्डीकरण हुन नदिन सरकारले भू उपयोग्य नीति ल्याउने तयार गरिरहेको पनि स्पष्ट पार्नुभयो। मन्त्री खनालले कृषि मुलुकको अर्थतन्त्रको मुख्य आधार भएकाले पनि कृषि योग्य जमिन खण्डीकरण गर्न दिन नमिल्ने तर्क पनि गर्नुभयो। उहाँले कृषि योग्य जमिनको उचित परिचालनका लागि आवश्यक सुझाव दिन आयोगलाई पनि आग्रह गर्नुभयो।
भनिएको रहेछ कृषिमा विभिन्न ज्यूहरू विजय कुमार बल्लिकज्यू जमिनको बारेमा यहाँहरूले एउटा राम्रो सुझाव दिनु पर्यो कि नेपालमा कृषिको लागि केन्द्रित गर्ने जमिनको तरिका के हुन सक्छ। त्यसकारण मैले दुईटा कुरा भन्ने गरेको छु। एउटा तत्काल कृषियोग्य जमिनमा प्रतिबन्ध लाउनु, त्यो जमिन खण्डीकरण हुन नदिने स्ट्रङली हामी बोलौँ कि चाहिँ कृषियोग्य जमिन छुट्याएर त्यसलाई प्रतिबन्ध लगाइदिउँ। त्यही भएर मैले चाहिँ के भनेको भने भू उपयोग नीति, भू उपयोग ऐन र भू उपयोग नीति पास भइसकेको छ। ऐन अहिले अगाडि बढाएर चाहिँ म त्यो मन्त्रालय छोड्ने बेला मैले कानुनमा पुर्याएर त्यसलाई अगाडि बढाइदिएको थिएँ र भूमि नीति पनि अगाडि बढिसकेको छ। तर यसो गर्दा हामीले जमिन एक ठाउँमा ल्याउने अहिले एउटा मात्रै उपाय नेपालमा अब हुन सक्छ। त्यो भने हामी राष्ट्रियकरण गर्न सक्दैनौँ। अहिले हाम्रो सरकारले अथवा फेरि कुनै आउने बन्ने सरकार अहिले नेपालको जमिन राष्ट्रियकरण गर्न सक्दैन। त्यो सक्दैन भने दोस्रो तरिका के हो? तक्लाबन्दी गर्ने र कमसे कम 11 बिघा हुनेको 11 बिघा, यदि 5 कट्ठा जमिन 5 ठाउँ छ भने। मन्त्री खनालले कृषि सामग्री संस्थान, खाद्य संस्थान, चिया तथा कफी विकास बोर्ड, कृषि अनुसन्धान परिषदको काम कारबाही पारदर्शी नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो। भारतीय सेना प्रमुख बिपिन रावतले भौगोलिक बाध्यताका कारण नेपाल र भुटानले चाहेर पनि भारतबाट टाढा जान नसक्ने बताएका छन्। उनले भौगोलिककै कारण यी दुई मुलुकको चीनतर्फ ढकिल्न नसक्ने दाबी समेत गरेका छन्। पुणेमा भएको बिमस्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यास माइलेक्सको आइतबारको समापन समारोहपछि आयोजित पत्रकारहरूसँगको अन्तर्क्रियामा नेपाल सहभागी नभएको सन्दर्भमा रावतले त्यस्तो भनेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। सैन्य अभ्यासमा सहभागी नहुने नेपालको निर्णयबाट भारत सरकार असन्तुष्टि रहेको चर्चा चलिरहेको बेला रावतको उक्त भनाइलाई अर्थपूर्ण ठानिएको छ। सोही कार्यक्रममा भारतीय रक्षा राज्य मन्त्री सुभाष भाबुरेले भने नेपालमा सैन्य नेतृत्व भर्खरै परिवर्तन भएको हुँदा सैन्य भाग नलिने निर्णयलाई अन्य कोणबाट हेर्न नहुने बताएका छन्। सत्ताव्यापी उक्त सैन्य अभ्यासमा नेपाल र थाइल्यान्ड औपचारिक रूपमा सहभागी भएनन्। दुवै मुलुकले पर्यवेक्षकका रूपमा मात्र सहभागिता जनाएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा प्रस्ताव गरेको संयुक्त सैन्य अभ्यास नेपालले अन्तिम समयमा भाग नलिने निर्णय गरेको थियो। नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको छ। दशैं तिहार जस्ता मुख्य चाडपर्वको मुखैमा नेपाल एलपी ग्यास उद्योग सङ्घले कुनै पनि बेला ग्यासको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको हो। भारतीय ढुवानीकर्ताले माग गरे बमोजिमको ढुवानी खर्च दिने अवस्था नरहेकाले कुनै पनि बेला ग्यासको आपूर्ति बन्द हुन सक्ने अवस्था आएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उहाँले सबै वस्तुमा मूल्य वृद्धि भएपछि ग्यासको ढुवानीको खर्च बढ्ने भन्दै आफूहरूले राखेको माग सरकारले व्यवस्था गर्दै आएको आरोप पनि लगाउनुभयो। स्थिति कहाँ गयो भने अब चाहिँ हाम्रो हातभन्दा बाहिर गयो। कुनै पनि स्थितिमा कहिलेदेखि बन्द हुन्छ भन्ने कुरा चाहिँ हाम्रो कन्ट्रोलमा रहेन कि भारतीय ढुवानीकर्ताले हामी चाहिँ अब यो रेटमा बोक्न सक्दैनौँ जुन दिनदेखि भन्छौँ त्यो दिनदेखि चाहिँ ठप्प हुने स्थिति देखिया छ। आपूर्ति माग फेरि के हो भने त्यो भन्ने नाममा फेरि त्यो पनि होइन भन्ने पनि होइन कि उनीहरूको जुन हिसाबको ढुवानी बढाएको छ ढुवानी खर्च बढाएको छ, डिजलको भाडा बढाएको छ, इन्डियामा पनि आफ्नो चाहिँ कस्टहरू बढाएको छ। त्यसले गर्दाखेरि चाहिँ अब यो वृद्धि गर्न पनि स्थिति छ भने चाहिँ हामीले अब बढाउन सकेनौँ भने चाहिँ कुनै पनि समयमा ढुवानी चाहिँ बन्द हुन्छ। त्यसको चाहिँ इफेक्ट अब अहिले हामी चाडपर्वको कुरा किन आयो भने चाडपर्वको माग वृद्धि हुन्छ। माग बढेपछि जब खर्च जब बढी भइरहेछ माग बढेपछि खर्च पनि झन् बढ्दै जाने कुरा स्थिति रहन्छ। त्यसले गर्दाखेरि यो स्थिति आउँछ कि भनेपछि यो फेरि अल्टिमेटली के छ भने उद्योगीहरूले यसो गरे भनेर भोलि चाहिँ हाम्रो टाउकोमा आउनुभन्दा यसमा हाम्रो कुनै हात छैन। त्यो उद्योगीहरू चाहिँ आजसम्म धान्न सक्नेसम्म धानिए अब चाहिँ हाम्रो कन्ट्रोलभन्दा बाहिर गएको स्थिति भन्नको लागि चाहिँ यो पत्रकार सम्मेलन आयोजना गरियो। निकै ठुलो जटिल अवस्थामा छौँ र सङ्घले डिजेलको मूल्य बढेको भन्दै भाडा समायोजन नभए ग्यास ढुवानी बढ्न
बन्द गर्ने पत्र भारतीय ध्वनिकर्ताहरूले पठाएको पनि दाबी गरेको छ। अध्यक्ष भण्डारीले भारतीय ध्वनिकर्ताको सो पत्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बुझाए पनि समस्या समाधानका लागि कुनै पहल नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो। उहाँले चाडबाडका बेला बढी माग हुने भएकाले पनि ग्यासको अभाव बढेर जाने पनि स्मरण गराउनुभयो। सरकारले हालसम्म पनि नेपाल नम्बर प्लेटका ग्यास बुलेटहरू सञ्चालनमा ल्याउने कानुन व्यवस्था गर्न नसकेकोमा सङ्घको आपत्ति छ। अध्यक्ष भण्डारीले डिजेल पेट्रोलको मूल्य वृद्धि, करको दायरा वृद्धि, बैंक ऋणको ब्याज दरमा वृद्धिका कारण पनि ग्यास उद्योग मारमा पर्ने अवस्था आएको पनि उल्लेख गर्नुभयो। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको जङ्गलमा ट्रकमा बोलेरो ठोकिँदा 1 जनाको मृत्यु। आज पूजाआजा गरी देशभर विश्वकर्मा दिवस मनाउँदै। नेपालको संविधान जारी भएको दिन असोज 3 गतेलाई संघीय समाजवादी फोरम नेपालले कालो दिनका रूपमा मनाउने निर्णय। जनकपुर पटना बस सेवा सुरु, मुख्यमन्त्री राउतबाट शुभारम्भ। र कर प्रशासनका कर्मचारीलाई निष्ठापूर्वक काम गर्न अर्थमन्त्री खतिवडाको निर्देशन। हवस् त अहिलेको समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।